हेलो एभ्रिवान आजदेखि म सुरु गर्दैछु एक नयाँ लर्निङ सिरिज A to Z Decode Patriarchy with me. This series is for anyone who wants to understand gender inequality and everyday social dynamics in the simplest way possible. हामीले समाजमा धेरै सुन्छौँ पेट्रिआर्की प्रिभिलेज नर्म्स इक्वालिटी भन्ने शब्दहरू तर यी शब्दहरूको मिनिङ कतिजनालाई सहजीकरण गरेर बुझाउन पाइन्छ त धेरै नै कम छ सो प्रत्येक एपिसोडमा म एक अल्फाबेटलाई लिएर एउटा बेसिक कन्सेप्ट एक्सप्लेन गर्ने प्रयास गर्नेछु विथ सिम्पल डेफिनेसन सकेसम्म नेपाली ट्रान्सलेसन अनि एकदमै रियल लाइफ इक्जाम्पल अनि सकेसम्म कुनै रिसर्च पेपर वा बुक यदि तपाईँहरूलाई कुनै त्यसमा डिप डाइभ गर्न मन छ भने my hope is that this series helps us pause, reflect and notice the small ways inequality shapes our daily life, घरमा, क्लासरुममा, सोसाइटीमा. So today let's begin with our first episode. A for एजेन्सी नेपालीमा स्वायत्तता वा आफ्नो निर्णय आफै गर्न सक्ने क्षमता भन्ने बुझिन्छ. एजेन्सी भन्नाले इट्स द एबिलिटी टु मेक चोइसेस एन्ड एक्ट अन देम. तर पेट्रिआर्कल समाजमा स्पेसली फर वुमेन एन्ड गर्ल्स यो एजेन्सी बारम्बार सीमित रहने गर्दछ. घरभित्रको निर्णय, करियर चोइस, मोबिलिटी, एभ्रिडे रुटिन्स पनि परिवारका र अन्य सदस्य र समाजले निर्धारण गर्ने गरेको पाइन्छ. सिम्पल एक्जाम्पल जस्तो कि एक किशोरीले कुन विषय पढ्ने भनेर आफूले निर्णय गर्न चाहन्छे तर घरबाट भनिन्छ उसलाई साइन्स नै पढ, त्यो नै एकदम सुरक्षित like career ho. Her agency is reduced even when her own interest might be different. So why this agency matters? Agency is not about rebellion. It's about having the right to choose your own life and being trusted to know what is best for you. यदि तपाईँ यो बारेमा अझै बुझ्न चाहनुहुन्छ भने तपाईँले 1999मा नै प्रकाशित भएको रिफ्लेक्सन्स अन द मेजरमेन्ट अफ वुमेन्स इम्पावरमेन्ट भन्ने एउटा आर्टिकल छ, पढ्न सक्नुहुन्छ. इट्स वान अफ द मोस्ट इन्फ्लुएन्सियल पेपर्स अन वुमेन्स एजेन्सी एन्ड इम्पावरमेन्ट ग्लोबली. इट्स वाइडली युज इन साउथ एसियन जेन्डर स्टडिज.